द डिबेटमा स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले भनौँ न सम्भवतः आधुनिक नेपालको इतिहासकै सबैभन्दा कालो र जटिल अध्यायको प्रतिनिधित्व गर्छ। त्यो हो 2082 साल भाद्र 23 र 24 गतेका त्रासदीपूर्ण घटनाक्रमहरू र भर्खरै सार्वजनिक भएको कार्की आयोगको प्रतिवेदन। एकदमै महत्त्वपूर्ण विषय हो नि, र यो विषयमा एउटा गम्भीर प्रश्न हाम्रो सामु तेर्सिएको छ। के भाद्र 23 र 24 को घटना 35 वर्ष लामो राजनीतिक अस्थिरता, कुशासन र निराशाको स्वाभाविक विस्फोट थियो जसमाथि राज्यले क्रूर र असङ्गत दमन गर्यो, वा शान्तिपूर्ण भनिएको त्यो जेनजेड आन्दोलनलाई सामाजिक सञ्जालको डार्क वेब र नियोजित घुसपैठ मार्फत अपहरण गरेर राज्य सत्ता नै पल्टाउने सुनियोजित षड्यन्त्र थियो? सही भन्नुभयो। बहसको केन्द्रबिन्दु नै यही हो। आजको यस विमर्शमा म यो दृष्टिकोण राख्दैछु कि राज्यको लामो संरचनात्मक विफलता र हेर्नुहोस् घटनाका बेला सुरक्षा निकायले गरेको चरम लापरवाहीले नै यो अकल्पनीय क्षति निम्ति आएको हो। अनि मेरो तर्फबाट म आज यो तथ्य स्थापित गर्ने प्रयास गर्नेछु कि संरचनात्मक कमजोरीहरू पक्कै थिए, म त्यो नकार्न सक्दिनँ, तर भाद्र 23 र 24 को घटना केवल स्वतस्फूर्त जनआक्रोश मात्र पक्कै थिएन। यो त डिस्कर्ड जस्ता डिजिटल प्लेटफर्मबाट निर्देशित, एल्गोरिदमले हुर्काएको र बाह्य घुसपैठबाट सञ्चालित एक भयानक विध्वंस थियो। हाम्रा लोकतान्त्रिक संस्थाहरूमाथि यति सङ्गठित आक्रमण सायदै पहिले कहिले भएको थियो? खै, मलाई त त्यस्तो लाग्दैन। आउनुहोस् आन्दोलनको आधारभूत कारणबाटै सुरु गरौँ न। कार्की आयोगको प्रतिवेदनले प्रस्तुत गरेका तथ्याङ्कहरू आफैमा बोल्छन्। हेर्नुहोस् त, 2046 सालदेखि 2082 सालसम्म आइपुग्दा 35 वर्षको अवधिमा हामीले 30 वटा सरकार देख्यौँ। त्यो त हो, 30 वटा सरकार भनेको चान्चुने कुरा होइन। हो नि, यो केवल एउटा सङ्ख्या मात्र होइन नि, यसले त नीतिगत अस्थिरताको भयानक चक्रलाई बुझाउँछ। राज्य सत्तामा बारम्बार तिनै अनुहारहरूको पुनरावृत्ति भयो अनि यसले समाजमा नेपोकेजको दबदबा सिर्जना गर्यो। हाम्रा श्रोताहरूलाई अलिकति प्रश्न पार्न चाहन्छु, यो नेपोकेज भनेको भनौँ न नातावाद मात्र होइन के? यो एउटा यस्तो संरचनात्मक पर्खाल हो जसले पहुँच नभएका सामान्य युवाहरूलाई अर्थतन्त्र र अवसरको मूलधारबाट पुरै बाहिर राख्छ। र जब ती सीमान्तीकृत युवाहरूले डिजिटल प्लेटफर्मलाई आफ्नो रोजगारी, फ्रिलान्सिङ र अभिव्यक्तिको अन्तिम सहारा बनाएका थिए, ठिक आन्दोलन अगाडि भाद्र 19 गते सरकारले सामाजिक सञ्जालमाथि पूर्ण प्रतिबन्ध लगाउने निर्णय गर्यो। त्यो प्रतिबन्धको कुरा एकैछिन है, मेरो कुरा सक्छु। यो प्रतिबन्धले युवाहरूको धैर्यको अन्तिम बाँध तोड्यो के? त्यसैले भाद्र 23 को माइती घर मण्डलाको प्रदर्शन कुनै षड्यन्त्र थिएन। त्यो 35 वर्षदेखि थुनिँदै आएको निराशाको स्वतःस्फूर्त र विशुद्ध जनआक्रोश थियो। आन्दोलनको बिउ अरू कसैले होइन, राज्यको आफ्नै नीतिगत विफलताले रोपेको थियो। तपाईले औल्याउनु भएका संरचनात्मक समस्याहरू र भनौँ न युवाहरूमा बढेको निराशाको यथार्थलाई म पुरै नकार्न त सक्दिनँ। पक्कै पनि 30 वटा सरकार परिवर्तन र त्यो भाद्र 19 को इन्टरनेट प्रतिबन्धले आगोमा घिउ थप्ने काम गर्यो। एकदम। तर यहाँनिर हामीले बिर्सन नहुने कुरा के हो भने, के त्यो निराशाले संसद भवनभित्र प्रवेश गर्ने आपराधिक दुस्साहसलाई जायज ठहराउँछ त? माइती घरबाट सुरु भएको प्रदर्शन शान्तिपूर्ण थियो भनिन्छ नि, तर जब त्यो भिडले बानेश्वरको निषेधित क्षेत्रका मेटल र ह्युमन ब्यारिकेडहरू योजनाबद्ध रूपमा तोड्यो, तब त्यसको स्वरूप एकाएक फेरियो। स्वतःस्फूर्त आन्दोलनहरू यसरी रातारात रणनीतिक बन्दैनन् नि। तर भिड उत्तेजित हुनु स्वाभाविक। 20 गतेको दृश्य त झन् कल्पनातीत थियो के? शीर्ष नेताका घरहरू, सर्वोच्च अदालत, सिंहदरबार अनि राष्ट्रपति भवन र बालुवाटार जस्ता अति संवेदनशील स्थानहरूमा जसरी समानान्तर रूपमा एकै समयमा आगजनी र लुटपाट भयो, त्यसको लजिस्टिक्स कसले मिलायो त? यो कुनै विशुद्ध जनआक्रोशको श्रृङ्खला थिएन। यो त हेर्नुहोस्, शान्तिपूर्ण आन्दोलनको आवरणमा उग्रवादी समूहहरूले गरेको स्पष्ट घुसपेठ थियो, जसले भिडको मनोविज्ञानलाई हतियार बनायो। खै, तपाईले भिडको रणनीतिको कुरा त गर्नुभयो, तर भिड उग्र बन्यो भन्दैमा राज्यले आफ्नो न्यूनतम दायित्व भुल्न मिल्छ र? म त यहाँ राज्यको रणनीति वा भनौँ रणनीतिको शून्यताको कुरा गर्न चाहन्छु। कार्की आयोगको प्रमाणहरूलाई नै क्रस एक्जामिन गरौँ न। जम्मा 76 जनाको मृत्यु भएकोमा 42 जना त सुरक्षाकर्मीको गोलीबाट मारिएका छन् नि।
परिस्थितिको गम्भीरता पनि त हेर्नुपर्छ नि। तर संसद भवनको सुरक्षामा खटिएको त्यो एसटिएफ स्पेशल टास्क फोर्सको अवस्था हेर्नुस् न। उनीहरूसँग बल प्रयोग सम्बन्धी कुनै रुल अफ इन्गेजमेन्ट नै थिएन। हाम्रा श्रोताहरूले सोच्दै हुनुहुन्छ होला यो रुल अफ इन्गेजमेन्ट भनेको के हो। सरल भाषामा भन्दा यो एउटा स्पष्ट म्यानुअल हो जसले सुरक्षाकर्मीलाई सिकाउँछ कि कुन परिस्थितिमा कसरी र कतिसम्म बल प्रयोग गर्ने। तर त्यहाँ त कुनै म्यानुअल नै थिएन। यो त ठ्याक्कै एउटा चालकलाई फर्मुला 1 रेसिङ कार दिएर ब्रेक नै झिकिदिनु जस्तो भएन र? उनीहरूसँग घातक हतियार थियो, तर स्थितिलाई कसरी नियन्त्रणमा लिने भन्ने कुनै प्रोटोकल थिएन। भिड नियन्त्रणका लागि पानीको फोहरा वा भनौँ न रबर बुलेट प्रयोग गरेर घुडामुनि हान्नुपर्नेमा सिधै टाउको र छातीमा गोली हानिनुलाई कसरी बाध्यात्मक मान्न सकिन्छ? यो त राज्यको चरम अव्यवस्था र क्रूरता हो। सुन्दा यो तर्क निकै तार्किक लाग्छ, तर जमिनको यथार्थलाई हामीले नजरअन्दाज गर्न मिल्दैन नि। जब हामी रुल अफ इन्गेजमेन्टका कुरा गर्छौं, त्यो त सामान्य प्रदर्शन वा ढुङ्गामुढाको अवस्थामा लागू हुन्छ। ढुङ्गामुढा मात्र थिएन भन्न खोज्नु भएको हो? एकदम। बिरामी आफूले शल्य कक्षमा आगो लगाउन खोज्यो भने डाक्टरले के गर्ने? सीसीटीभी फुटेज र आयोगमा दिएका बयानहरूले स्पष्ट रूपमा देखाएका छन् कि भिड सामान्य आक्रोशित मात्र थिएन। उनीहरूले सुरक्षाकर्मीमाथि इट्टा, सिसाका बोतल र पेट्रोल बम प्रहार गरिरहेका थिए। संसद भवन परिसरभित्र ग्यान्टी र घरेलु हतियार बोकेर प्रदर्शनकारीहरू प्रवेश गरिसकेका थिए। 12:07 सिभिल अस्पतालमा गम्भीर घाइते सुरक्षाकर्मीहरू पुग्न थालेका थिए त। तर त्यसो भन्दैमा टाउकोमै यहाँनिर डक्ट्रिन अफ नेसेसिटी अर्थात् आवश्यकताको सिद्धान्त आकर्षित हुन्छ। यो कुनै कानुनी किताबी कुरा मात्र होइन, यो त बाँच्ने र राज्यलाई बचाउने अन्तिम विकल्प हो। जब संसद भवनभित्र 40,000 लिटर डिजलको रिजर्भ छ र बाहिरबाट सयौंको भिड पेट्रोल बम लिएर आक्रमण गर्न आउँछ, तब राज्यसँग अर्को गाला थापेर समानुपातिक बलको हिसाब किताब गर्ने समय हुँदैन के? संसद र देशको सार्वभौमसत्ता जोगाउनु उनीहरूको प्राथमिक दायित्व थियो र त्यो प्यानिकको अवस्था सिर्जना गर्ने काम भिड आफैले गरेको थियो नि त। मलाई यहाँनिर अलिकति असहमति छ। डक्ट्रिन अफ नेसेसिटीले अन्धाधुन्द हत्यालाई छुट दिँदैन नि। यदि साँच्चै 40,000 लिटर डिजेलको जोखिम थियो भने त्यसलाई सुरक्षित गर्ने योजना पहिले किन बनाइएन? एसटिएफसँग सञ्चार सेट समेत स्थानीय प्रहरीसँग जोडिएको थिएन, जसले गर्दा चेन अफ कमान्ड पुरै ध्वस्त भयो। यो त राज्यको अव्यवस्थाले निम्त्याएको प्यानिक हो। तर पेट्रोल बम त लिएर आएका थिए नि। हो, तपाईले भर्खरै भिडको सङ्गठित स्वरूप र पेट्रोल बमको कुरा उठाउनुभयो। यसले मलाई अर्को महत्त्वपूर्ण प्रश्नतिर डोर्याउँछ, जुन हाम्रो विवादको दोस्रो केन्द्रबिन्दु पनि हो, नियोजित घुसपैठ र डिजिटल प्लेटफर्मको भूमिका। तपाईले भिड कसरी यति आक्रामक भयो भन्दै गर्दा आयोगको प्रतिवेदनमा उल्लेख गरिएका ती डिस्कोर्ड च्याटहरूको सन्दर्भ ल्याउनु हुनेछ भन्ने मलाई थाहा छ। तर के साँच्चै एउटा गेमिङ च्याट एपले देशको सत्ता पल्टाउने तागत राख्छ त? धेरैले लाग्न सक्छ एउटा च्याट एपले कसरी देशैभरि आगो लगाउन सक्छ। यो सुन्दा कुनै हलिउडको थ्रिलर जस्तो सुनिन सक्छ। तर जब हामी तथ्यमा जान्छौं नि, कुरा एकदमै गम्भीर छ। आयोगले यी डिजिटल प्रमाणहरू जाँच्न बर्कले प्रोटोकलको प्रयोग गरेको छ। बर्कले प्रोटोकल? त्यो भनेको के नि? यो भनेको सामाजिक सञ्जालका पोस्ट र च्याटहरू नक्कली होइनन्, ती वास्तविक हुन् भनेर कानुनी रूपमा प्रमाणित गर्ने एउटा अन्तर्राष्ट्रिय गोल्ड स्ट्यान्डर्ड हो। सेप्टेम्बर 8 र 9 का च्याट लगहरू पढ्दा जो कोहीको आङ सिरिङ्गे हुन्छ। सुकित, स्टारडस्ट किस र रुकेश जस्ता अनाम प्रयोगकर्ताहरूले मोलोटोभ ककटेल यसरी बनाऊ, संसद भवन जलाउँ र केरलाबाट ग्रेनेड ल्याउँ भन्ने जस्ता स्पष्ट प्राविधिक निर्देशनहरू दिएका छन् नि त। बाफरे! हो नि। एकजना प्रयोगकर्ताले त राति 7:50 पुलिसलाई आगो फ्याँकौँ, नेताका घर घेरौँ भनेर 15 पटक निरन्तर सन्देश पठाएका छन्। अझ डरलाग्दो कुरा त के भने, टोनी नामको एकाउन्टबाट प्रहरीले बलात्कार गर्यो भन्ने पूर्ण रूपमा झुटो अफवाह फैलाएर भिडलाई उत्तेजित पारियो र ग्लोबल कलेजमा आगजनी गराइयो। यो केवल युवाहरूको हुलुज्जत थिएन के, यो त सामाजिक सञ्जालको एल्गोरिदमले कसरी हाम्रो मनोविज्ञानलाई मनिपुलेट गर्छ र आक्रोशलाई गेमिफाई गरेर समाजलाई अराजकतामा धकेल्छ भन्ने कुराको ज्वलन्त प्रमाण हो। तपाईले डिस्कार्ड च्याट र एल्गोरिदमको जुन व्याख्या गर्नुभयो त्यो सुन्दा निकै गम्भीर सुनिन्छ। म मान्छु त्यहाँ केही अराजक तत्त्वहरू पक्कै थिए र अफवाहहरूको खेती पनि भयो, तर
तर यदि साँच्चै त्यति ठूलो सुव्यवस्थित र घातक षड्यन्त्र पाकिरहेको थियो भने हाम्रो राज्यको गुप्तचर संयन्त्र राष्ट्रिय अनुसन्धान विभाग एनआइडी के हेरेर बसेको थियो त? इन्टेलिजेन्सको कमजोरी त म पनि मान्छु। 8 गते नै च्याटमा केरलाबाट ग्रेनेड ल्याउने कुरा भइरहँदा राज्यको संयन्त्रले त्यसलाई किन ट्र्याक गर्न सकेन? के राज्यसँग डिजिटल अनुगमन गर्ने न्यूनतम क्षमता पनि छैन? मलाई त के लाग्छ भने यो घुसपैठको विशाल सिद्धान्तलाई अघि सारेर राज्यले आफ्नो इन्टेलिजेन्स विफलता र अक्षमतालाई ढाकछोप गर्न खोजिरहेको छ। ढाकछोप नै भन्न त अलि मिल्दैन कि? होइन, हेर्नुस् न, भीडलाई नियन्त्रण गर्न नसक्नु एउटा कुरा हो, तर एभरेस्ट होटल अगाडिबाट प्रदर्शनकारीलाई सुरक्षित निकास वा सेफ एस्केप रूट दिन नसक्नु, सेना, सशस्त्र र जनपद प्रहरी बीच फिल्डमा कुनै समन्वय नहुनु, यी सबै त राज्यका आफ्नै नितान्त कमजोरी हुन् नि। बाह्य घुसपैठ र डिस्कर्डको एल्गोरिदमलाई दोष दिएर राज्यले आफ्नो अक्षमताको भारी अरूको थाप्लोमा हाल्न मिल्छ र? गुप्तचर संयन्त्रको विफलतालाई म पनि स्वीकार गर्छु। राष्ट्रिय अनुसन्धान विभागले समयमै सूचना सङ्कलन र प्रवाह गर्न सकेन, त्यो कुरा प्रतिवेदनमै स्पष्ट रूपमा लेखिएको छ। तर राज्यको इन्टेलिजेन्स चुक्दैमा त्यहाँ षड्यन्त्र नै थिएन भन्ने तर्क कसरी सही हुन सक्छ? घरको पाले निदायो भन्दैमा चोरी गर्ने डाका निर्दोष त हुँदैन नि, होइन र? त्यो त हो। तपाईले राज्यको अक्षमताको कुरा गर्नुभयो, त्यो आफ्नो ठाउँमा छ। तर भाद्र 24 गतेको घटनाको स्केल हेर्नुस् त एकपटक। एकैसाथ देशैभरका पालिका कार्यालय, प्रहरी बीट र अरबौंको निजी तथा सरकारी सम्पत्तिमा योजनाबद्ध आगजनी भयो। के यो केवल इन्टेलिजेन्स विफलताको परिणाम हो? होइन। यो मिसइन्फर्मेसन र नियतवश फैलाएको डिसइन्फर्मेसनले निर्माण गरेको हतियारबन्द भिडको काम हो। तर सबै दोष भिडलाई मात्र? राज्य संयन्त्र चुक्नु एउटा पाटो हो, तर डिजिटल प्लेटफर्मको दुरुपयोग गरेर कुनै केन्द्रीय अनुहार विनै राज्य सत्ता नै पल्टाउने उद्देश्यले गरिएको यो एल्गोरिदम सञ्चालित आक्रमणलाई हामीले नजरअन्दाज गर्न मिल्दैन। यसले त भविष्यको द्वन्द्वको नयाँ र भयानक अनुहार पो देखाएको छ त। तपाईको कुरा मान्ने हो भने त यहाँ भीड र षड्यन्त्रकारीहरू मात्र दोषी देखिन्छन् नि, तर राज्य संयन्त्रको भूमिकामाथि अझै गम्भीर प्रश्न उठ्ने ठाउँ बाँकी नै छ। आउनुहोस् हाम्रो विमर्शको तेस्रो र सायद सबैभन्दा गम्भीर पाटोतर्फ लागौं, फरेन्सिक प्रमाणको अभाव र उत्तरदायित्व। आयोगको प्रतिवेदनमा उल्लेख भएको सबैभन्दा डरलाग्दो त्रुटि भनेको घटनापछि राज्यका निकायहरूले नै प्रमाण नष्ट गर्नु हो। प्रमाण नष्ट भन्नु अलि भारी शब्द भयो कि? होइन, तथ्यले त्यही भन्छ नि। यति ठूलो घटना भइसकेपछि प्रहरी र सशस्त्र प्रहरीले हतियारहरू राखिने कोद सिल किन गरेनन्? चलेका गोलीका खोकाहरू फिल्डबाट किन सङ्कलन गरिएनन्? कुन हतियारबाट कसले कति राउन्ड गोली चलायो भन्ने कुनै आधिकारिक लग वा रेकर्ड नै राखिएन त? फरेन्सिक जाँचका लागि हतियारहरू विधि विज्ञान प्रयोगशालामा पठाइएनन्। यी सामान्य प्रक्रियागत त्रुटिहरू मात्र होइनन् के, जब रक्षक आफैले प्रमाण मेटाउन थाल्छ तब के यसले राज्य सत्ता सुनियोजित दमनमा उत्रिएको थियो र त्यसलाई लुकाउन चाहन्थ्यो भन्ने प्रमाणित गर्दैन र? यदि राज्य सही थियो भने उसलाई प्रमाण लुकाउनु पर्ने बाध्यता किन पर्यो त? हेर्नुस्, फरेन्सिक प्रमाण सङ्कलनमा भएका त्रुटिहरूलाई म इमान्दारीपूर्वक स्वीकार गर्छु। हतियारशील नहुनु र खोका सङ्कलन नहुनु निकै ठूलो प्रशासनिक र अनुसन्धानात्मक गल्ती हो। यसले सत्य तथ्य बाहिर ल्याउन निकै बाधा पुर्याएको छ। तर यसलाई केवल राज्यले प्रमाण नष्ट गर्यो भनेर एकतर्फी रूपमा हेर्नु अन्याय हुन्छ नि। कसरी अन्याय हुन्छ र? परिस्थितिको अर्को पाटो पनि हेर्नुस् न। प्रदर्शनकारीहरूले 85 अर्ब रुपियाँ बराबरको भौतिक क्षति पुर्याएका छन्। उनीहरूले सडक र भवनका सीसीटीभी क्यामेराहरू योजनाबद्ध रूपमा तोडफोड गरे। मालपोत, अदालत र नगरपालिकाहरूमा पसेर सरकारी रेकर्डहरू नष्ट गर्न कार्यालयहरूमा आगो लगाए। सर्भरहरू जलाइए नि। यदि राज्यले फरेन्सिक प्रमाण सुरक्षित गर्न सकेन भने प्रदर्शनकारीहरूले पनि भिडियो र कागजी प्रमाणहरू योजनाबद्ध रूपमै जलाएका छन् त। दुवै पक्षबाट प्रमाण नष्ट हुने र लुटपाट मच्चिने परिस्थिति सृजना हुनुले यो घटना कुनै सामान्य आन्दोलन नभई एउटा एक्टिभ वार जोन जस्तो बनिसकेको थियो भन्ने पुष्टि गर्छ। यसले स्थितिको भयावहतालाई देखाउँछ, राज्यलाई मात्र एकलौटी दोषी देखाउँदैन नि। त्यसो भए के गर्ने? अब राज्यले प्रमाण नष्ट गरेको कुरा मात्र होइन, तर राज्यले के गर्न सक्छ? 2 कुरामा ध्यान दिन आवश्यक छ। पहिलो, राज्यले प्रमाण नष्ट गरेको ठाउँमा कुनै ठूलो अपराध गरेको छैन।
तपाईँले यसलाई वार जोनको संज्ञा दिनुभयो, तर म यसलाई अझै फरक रूपमा हेर्छु है। प्रदर्शनकारी भनिएका भिडमा कुनै निश्चित चेन अफ कमान्ड हुँदैन। उनीहरू अराजक र उद्दण्ड हुन सक्छन्, तर राज्य त एउटा वैधानिक कर तिरेर पालिएको र उत्तरदायी संस्था हो नि। त्यो त हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना जस्ता स्थापित संस्थाहरूले जस्तोसुकै चरम परिस्थितिमा पनि आफ्नो स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर वा भनौँ एसओपीको पालना गर्नुपर्छ। प्रतिवेदनमा स्पष्ट लेखिएको छ कि नेपाली सेनालाई संसद भवनको भित्री घेरामा राखिएको थियो, तर समन्वयको चरम अभावमा उनीहरूले भिड नियन्त्रणमा प्रभावकारी भूमिका नै खेल्न सकेनन्। जब राज्यले आफ्नो प्रशासनिक र अनुसन्धानको न्यूनतम दायित्व पूरा गर्दैन, तब 42 जना नागरिकको ज्यान लिने गोली कसले चलायो भन्ने सत्य सधैँका लागि हराएर जान्छ, र सत्य हराउनु भनेको न्याय मर्नु हो नि। राज्य उत्तरदायी हुनुपर्छ, त्यसमा मेरो कुनै शङ्का छैन। तर जब भिडले प्रहरीका सञ्चार सेट, ढाल र हेलमेट खोज्छ, प्रहरीलाई नै मारेर हतियार लुट्ने प्रयास गर्छ नि, तब स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर किताबका पानामा मात्र सीमित हुन पुग्छ क्या। ग्राउन्डको रियालिटी अर्कै हुन्छ। भाद्र 23 गते संसद भवन र 24 गते देशभरका घटनाक्रम हेर्दा यो त राज्यको संयन्त्र भत्काउने नियत सहितको नियोजित आक्रमण थियो। तपाईँले 42 जना नागरिकको मृत्युको कुरा गर्नुभयो, जुन अत्यन्तै दुःखद छ। प्रत्येक ज्यानको मूल्य छ, तर ती सुरक्षाकर्मीहरू जो भिडको क्रूर आक्रमणबाट मारिएर घाइते भए, उनीहरूको मानवाधिकारको कुरा खोइ त? त्यो पनि गम्भीर विषय हो नि। डिस्कर्ड र टेलिग्रामका डार्क रुमहरूमा बसेर संसद जलाऊ भन्दै एल्गोरिदमको पर्दा पछाडि लुक्ने ती अदृश्य कमान्डरहरूलाई जवाफदेही नबनाएसम्म हामीले यो घटनाको पूर्ण सत्य कहिले बुझ्न सक्दैनौँ। राज्यको गल्तीलाई देखाएर ती डिजिटल आतंककारीहरूलाई उन्मुक्ति दिन मिल्दैन के? हामी आजको यो गहन र लामो विमर्शको अन्त्यतिर आइपुगेका छौँ। आज हामीले कार्की आयोगको प्रतिवेदनलाई दुई बिल्कुल फरक तरिकाले केलायौँ। मेरो स्पष्ट अडान अझै पनि यही छ कि 35 वर्षको संरचनात्मक भ्रष्टाचार, असमानता र त्यो नेपो किड्सले सृजना गरेको आर्थिक नाकाबन्दीले युवाहरूमा एउटा ठूलो विस्फोटको सृजना गर्यो, र त्यो विस्फोटलाई व्यवस्थापन गर्नुको साटो राज्यले आफ्नो अक्षमता लुकाउन कुनै प्रोटोकल बिना असङ्गत र क्रूर दमनको बाटो रोज्यो, जसले परिस्थितिलाई यो अपूरणीय त्रासदीमा बदल्यो। र मेरो अडान चाहिँ यो रहेको छ कि जतिसुकै संरचनात्मक निराशा भए पनि त्यसलाई हतियार बनाएर डिजिटल युगको फाइदा उठाउँदै डिस्कर्ड जस्ता मञ्चहरूबाट गरिएको नियोजित घुसपेट र राज्य संयन्त्रलाई नै ध्वस्त पार्ने योजनाबद्ध आगजनीलाई हामीले केवल स्वतःस्फूर्त जनआक्रोश भनेर रोमान्टिसाइज गर्न सक्दैनौँ। यो हाम्रा लोकतान्त्रिक संस्थाहरू र राज्य सत्तामाथिको सुनियोजित एल्गोरिदम सञ्चालित आक्रमण नै थियो। तर एउटा बिन्दुमा भने हामी दुवैको विचार पक्कै पनि सहमत भएको छ है। भाद्र 23 र 24 को घटना नेपालको प्रशासनिक, राजनीतिक, इन्टेलिजेन्स र सुरक्षा संयन्त्रको चरम विफलताको संयुक्त परिणाम हो। प्रमाण सङ्कलनमा भएका फोरेन्सिक त्रुटि, सुरक्षा निकाय बीचको समन्वयहीनता र सूचना संयन्त्रको दयनीय अवस्थाले हाम्रा दुवै पक्षका तर्कहरूलाई बल पुर्याएको कुरा हामीले स्वीकार गर्नै पर्छ। पक्कै पनि संस्थागत समन्वयको अभाव र प्रविधिको दुरुपयोगले कसरी एउटा सिङ्गो राष्ट्रलाई अकल्पनीय सङ्कटमा धकेल्न सक्छ भन्ने यो एउटा दर्दनाक पाठ हो। कार्की आयोगको प्रतिवेदनले यी तथ्यहरू उजागर गरेर भविष्यका लागि ठूलो चेतावनी दिएको छ। हामीले भिडियो गेमका रणनीतिहरू सडकमा पोखिएको देख्यौं र यो निकै डरलाग्दो सङ्केत हो। एकदमै सही कुरा। र कार्की आयोगको प्रतिवेदनले उजागर गरेका यी गम्भीर तथ्यहरूले हाम्रा लोकतान्त्रिक संस्थाहरूको भविष्य, डिजिटल युगमा भिडको मनोविज्ञान र राज्यको जवाबदेहिताको बारेमा धेरै प्रश्नहरू अझै अनुत्तरित नै छाडेका छन्, जसमाथि अझै थप मन्थन आवश्यक छ। यो केवल एउटा घटनाको अन्त्य होइन, यो त नयाँ युगको जटिलताको सुरुवात पो हो। अब यो त्रासदीको वास्तविक केन्द्रबिन्दु राज्यको क्रूरता थियो वा डिजिटल घुसपैठ, त्यो प्रतिवेदनको थप अध्ययन गरेर निष्कर्ष निकाल्ने जिम्मा चाहिँ हामी हाम्रा श्रोताहरूलाई नै छोड्छौं। आजको यस विमर्शमा हामीसँग जोडिनु भएकोमा धन्यवाद।